नमस्कार सम्पूर्णमा। आज दिउँसो एकछिन फेसबुक हेर्दै थिएँ, एउटा कान्तिपुरमा समाचार देखेँ। हाम्रै देशको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै पटक एउटा व्यक्तिमा 2टा अङ्ग प्रत्यारोपण गरेको पढ्दै गएँ। एकजना 18 वर्षका दोर्जेमान तामाङ केही दिन अगाडि सवारी दुर्घटनामा पर्छन् र उनको मस्तिष्क मृत्यु अथवा ब्रेन डेथ भइसकेको हुन्छ। परिवारले अङ्गदान गर्ने सल्लाह गर्छन् र उनीहरूले अङ्गदान गर्छन् र उनले अङ्गदान गरेको एकजना व्यक्तिमा मृगौला र कलेजो एकै पटक डाक्टर पुकार चन्द्र शेषको नेतृत्वले 20 घण्टा लगाएर प्रत्यारोपण गर्नुहुन्छ र जुन सफल हुन्छ। यो नेपालको लागि एकदम खुसीको कुरा र हाम्रो लागि एकदम खुसीको कुरा हो। किनभने अङ्ग प्रत्यारोपण गर्दा बाहिर जानुपर्ने, महँगो पर्न जाने र अङ्गदान गर्ने व्यक्तिहरू खोज्दा महँगो पर्न जाने हुँदा यस्तो किसिमको कार्य, महान कार्यले चाहिँ धेरैलाई जीवन जिउनको लागि सजिलो हुनेछ। र यो प्रत्यारोपण केन्द्रमा यस अगाडि पनि अङ्ग प्रत्यारोपण भइरहेको छ र मृगौला चाहिँ निःशुल्क रूपमा प्रत्यारोपण गर्दै आएको छ र हाम्रो मृत्यु निश्चित छ। यदि भवितव्य परि केही घटना घटेर आफ्नो मृत्यु भएमा हामीले हाम्रा अङ्गदानहरू चाहिँ गर्न सक्छौँ। यसले समाजमा राम्रो उदाहरण दिएको छ र अङ्गदान गर्नुहुने महान दाताहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु र जसले प्रत्यारोपण गर्नुभएको छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। धन्यवाद।